यो माछा अरे बाफरे हेर्नुस् यस्तो छ माछा सम्पर्क गर्नु होला है त ल हेर्नुस् गाइस माछा चाहियो भने थरी थरीको माछा छ हैन माछा चाहियो भनेमा मलेसियाको कति रुपैयाँ केजी 10 रुपैयाँ केजी 10 रुपैयाँ केजी सम्पर्क गर्नु होला चाहियो भने ठन्डै छ यहाँ हाम्रो दाइहरू पनि माछा मार्न लाइन बाई लाइन रेडी गरेर लागिरहेछ हैन पालो आएपछि मार्ने भन्दै हुनुहुन्छ त्यही भएर सम्पर्क गर्नु होला है गाइस ल यहाँ दाइ चाहिँ माथिबाट हेर्दै हुनुहुन्छ अब सम्पर्क गर्नु होला दाइ जानु न समाउनु एकजनालाई 1 किलो चाहियो रे अन्त ठुलो माछा कुना कुनातिर होला यसो ठुलो त छैन रहेछ जम्मै 100 ग्राम 200 ग्रामको छ ओहो सानो माछा पनि रहेछ त यो कुन खालको माछा पहिलोचोटि देखेँ त अरे बाफरे बाफरे सरङ रङ र आयो त ल अरे बाफरे बाफरे ल एउटा के खानेकुरा हालेन 70 आउने रहेछ त्यो त अन्त हात हाल्नु त अलिकति यसरी आउँछ होला आयो 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 बाफरे बल्छी हाल्यो भने त एकैछिनमा पर्छ होला है गडेउला हालेर बल्छी हाल्यो भने त के यस्तै हो है घन्टी बज्यो घन्टी घन्टी बज्यो ओके 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 घन्टी बजेपछि के गर्नुपर्छ तालिममा जानु पर्यो तालिम स्टार्ट भयो हाम्रो मान्छेको भिड हेर्ने मान्छेको भिड घन्टी बजे घन्टी पिउन बाजेले घन्टी बजाए खाना खाने क्यान्टिन त्यता भित्र छिर्ने क्लासरुम यता ट्रेनिङ रुम यता